भन्दैछु के हतार गर 74 साल मङ्सिरमा चुनाव गराउँछ यो सरकारले। 74 साल मङ्सिरमा चुनाव गराउँछ। चुनाव गराएपछि के परिणाम हुन्छ त्यस अनुसार अगाडि जान्छ। त्यो भन्दा अगाडि 74 साल मङ्सिरमा चुनाव गराउँछ। संविधान कार्यान्वयन गर्छ। स्थानीय निकायहरूको निर्वाचन गराउँछ। बाहिरको हल्ला खल्ला सुन्दाखेरि कतिपय साथीहरूलाई त्यस्तो होला जस्तो पनि लाग्छ। म प्रधानमन्त्री भएका बेला तराईमा आगो बलेको थियो। मैले शान्ति छु। भारतसँग असमझदारी बढेको थियो। भारत हामीसँग अलिकति झोकिएको पनि थियो। के गरेर नाकाबन्दी साकाबन्दी पनि भएको थियो। त्यो पनि शान्त हुन्छ। नाकाबन्दी खुल्ला। म भारतमा राजकीय भ्रमणमा गएँ। अत्यन्त मैत्रीपूर्ण ढङ्गले धेरै कुरा गरे। नयाँ नयाँ बन्दरगाह, गहिरा बन्दरगाह, ठुला जहाज ल्याउन पाउने बन्दरगाह खुले। विशाखापट्टनम भारतसँगको सम्बन्ध सुमधुर। चीनसँग नयाँ चरणमा हामीले देशलाई उठाएका छौँ र साँच्चै यसलाई एउटा सोभरेन भूपरिवेष्टित राष्ट्रको स्ट्यान्डर्डमा उठाएका छौँ। त्यो सर्वग्राह्य सर्वस्वीकार्य भएको छ। हामीले नेपाललाई माथि उठाएको छौँ। प्रतिष्ठा माथि उठाएको छौँ र जनतालाई हेर्ने देशको विकास गर्ने कामलाई अगाडि बढाएका छौँ। मान्छे आत्तिएका छ। यहाँ अब हेर्दै जानुहोस् अलिक पछाडि रेलको सर्वे पुरा हुन लागेको छ। बाटा खन्ने लिक बिछ्याउने काम सुरु हुन्छ। कत्रो छटपटी नेपालमा। मैले हिन्द महासागर पेसिफिकमा नेपालको झन्डा राखेर जहाज चलाइन्छ, पानी जहाज हुने। शान्ति छटपटी भएन। हामी जस्तै भूपरिवेष्टित देश मङ्गोलियाको 260वटा जहाज छ। हामी जति नजिकै त्योभन्दा उसको धेरै टाढा छ, तर 260वटा जहाज छ। त्यो घाटा बिहोर्ने बिजनेस होइन, त्यो नाफा कमाउने बिजनेस। त्यो पनि गर्न पाइने। हामी बाटाहरूलाई चौडा बनाउने भनेको छौँ। हाइवेबाट सदरमुकाम जाने बाटा हरियोबाट तपाईँ मलङ्गा जानुभयो भने गाडीभित्र हेलमेट लाउनुपर्छ, किनभने टाउको ठुलो। अहिलेको बजेटले भनेको छ 4 लेनका फिडर रोडहरू, लिङ्क रोडहरू सदरमुकामसँग जोड्ने 20वटा जिल्लामा 4 लेनका हाल्ने। खबरहरूमा यताउता सुन्नुभएको होला, टेलिभिजनमा एउटा गोप्य सम्झौता भएको छ। गोप्य भएको हुन्थ्यो भने यत्रो हल्ला किन हुन्थ्यो होला? गोप्य केही हुन्थ्यो भने हल्ला गर्नुपर्छ। गोप्य अनि नगरपालिका गोप्य सहमति सुनाए। बेलामा पर्थ्यो होला। किन गर्नु परेको छ त्यो भन्दा केही पनि छैन। अस्तिका दिन एउटा पत्रिकाले छाप्यो, यो 3 बुँदे सम्झौता भएको छ। सम्झौता भएको छ भने लिएर आए भइयो नि। सम्झौता छ भने लिएर 9 बुँदे सम्झौता भएकै छ। 9 बुँदे त छ नि त भएकै। कोही 80 वर्ष खोजेका छन्, कोही काँड फेर्ने भन्छन्, कोही के भन्छन्। एउटा कुरा थाहा छ, अहिलेको सरकार सर्वसम्मतिले भनेको सर्वसम्मतिको सरकार होइन। बन्न नदिँदै भनेको ढाल्न खोज्दा फेरि ढाल्दैन। पहिलेको ढाल्न खोजाइ
उहिले के हुन्थ्यो भने बाबुलाई साह्रै रिस उठ्यो भने अहिले शराब दिन्छु भन्थ्यो। जोक चल्यो भने भन्थ्यो पुष मन्त्र हान्दिउँ, यो पुष मन्त्रले हानेर शराब खानेहरूको नेपाली जनताको मायाले, प्रेमले, सद्भावले, आशीर्वादले प्रधानमन्त्री भएको छु। एक पैसा भ्रष्टाचार गर्नु छैन, केही जमाउनु छैन, केही कमाउनु छैन। मैले समय अहिले पाएको छु देशलाई नेतृत्व गर्ने। बहुतै अप्ठ्यारो अवस्थामा, यो सजिलो अवस्था होइन, भूकम्पले ध्वस्त पारेको अवस्था, कहिले कताका आन्दोलन, कहिले कताका अवस्था, कहिलेका नाकाबन्दी आदिले ज्यादै असाध्य बनाएको अवस्थामा मैले सरकारको लिड गर्न प्रारम्भ गरेँ र सरकार बहुतै सही ढङ्गले, ठिक ढङ्गले, दृढताका साथ सकारात्मक बाटोमा अगाडि बढेको छ र बढ्छ। अनि मान्छे अलिकति छटपटे नि यो त जस पो पाउँछ कि क्या हो भनेर। मलाई जस चाहिँदैन, तर के गर्ने, जनताले त न्याय त गरिहाल्छ। के राम्रै भयो भने के गर्ने। त्यसकारण म बिल्कुलै ढुक्क छु। देशलाई शिरमा राखेर, देशको जनतालाई मनभित्र राखेर, मानव जातिको सेवाका निम्ति मानिरहन्छ। मैले सधैँ भनेर छु, भाउको जिन्दगी मेरो उहिले बितिसकेका जिन्दगी फेरि पाएको छु। यो देशका निम्ति खर्च गर्छु, समर्पित गर्छु। दलहरूले खालि राजनीतिक स्वार्थ, दलीय स्वार्थ मात्रै हेर्ने होइन, राष्ट्रिय स्वार्थलाई केन्द्र भागमा राखेर चल्ने पनि अभ्यास गर्नुपर्छ। नत्र भने सधैँ त्यही दाउपेच, छिनाझन्टी त्यही मात्रै भइरहन्छ। राम्रैसँग छलफल गर्दा, मैले प्रधानमन्त्री छोड्दा देशको भलो हुन्छ भने, प्रधानमन्त्री मात्रै होइन, म धरती छोड्दा नै भलो हुन्छ भने छोड्न तयार छु। देशको भलो जनताको भलो त्यति हो मेरो इच्छा। प्रधानमन्त्रीमा मैले जन्मिँदा बोकेर आएको, नमर्दा लिएर जाने, मौका पाएको बेला त्यस हिसाबमा मैले काम गर्ने हो, त्यस हैसियतमा त्यति हो मेरो। र त्यसमा दृढताका साथ काम गर्छु। अब अलिकति कति भने हप्काउँदा पर्साउँदा टेरी हालेर पानी परेन पहिले। इमानको साथ काम गर्ने देशको जनताले त्यो एकछिनमा ज्यानको पर्दा हेरे होइन। देशमा धेरै तुइनहरू छन्, तिनीहरूलाई खेल्नुपर्छ। आगामी आर्थिक वर्षभित्र सबै तुइनहरू 74 भदौ मसान्तसम्ममा सबै तुइनहरू फेर्ने गरी काम अगाडि बढाइएको छ। बजेट पनि छ, योजना पनि छ, सबै कामहरू अगाडि बढाइएको छ।